मनको हुँदैछ कि जम्मै
82 को बलिहाङ तमनाम पनि सकियो है अब बिदा अब अर्को साल फेरि भेट्नु आउँदैछ फेरि चसक तमनाम आउँछ तर अनि हाम्रो भाइटिका त सकेको छैन भाइटिका छ अब 2-3 दिनमा भाइटिका छ ग्यारेज पनि ठुलो ग्यारेज पनि छ होइन बोजूको त सबै ए अब धुनु चाहिँ गाह्रो अनि यो अब के धुएर लानु कि के गर्नु त्यही त छ समस्या फेरि अब अहिले पानी छ यहाँ चिसो छ हो ल मेरो गाह्रो भयो हेर्नु त 11 जम्मै अब के गर्नु फले आएन भयो त यसो सफा गरेर गर्दा हुन्थ्यो अनि अब बर्बाद भयो त धेरै पो भयो मेरो श्रीमानजीले त बसै सरौँ भन्छन् भने होइन नि अब त्यस्तो टाउनमा सेन्टरमा सबै कुरा सुविधा यसको त यो रहेछ यसको त यो रहेछ यो त ठिकै छ फ्रिजमा राख्दा हुन्छ होला लगेर पनि यो त खोइ कसैले सक्ने मान्छे भयो हुन्थ्यो फेरि म त केलाएर बनाएर यो खानु नै भ्याउँदैन कति दिनको काम गर्नुहुन्छ बोजू काम गरिबस्छु के अरे संस्थाकै काम धेरै हुन्छ भोलि बिहानै बिएमसीको मिटिङ छ कति
मेरो 1 पाउन्डको 3 पाउन्ड हो कति धेरै जेएनजी भन्दा सपोर्ट छ दामी है पैसा सक्यो त ल 27.5 कुरा त गर्न पाएँ नि बाबा हरा भन्दैमा चुपना रसेर त पाएन नि थ्याङ्क यू नानी ल बाई कतिको पर्दैछ हामी यहाँ खेल्दैछौँ एकदम जुवा खेल्दै रमाइलो छ एकदम रमाइलो हामी जति रमाइलो हाई एभ्रिवान नमस्ते है शिवारो पनि ल आज चाहिँ हामी कहाँ हिँडेको बहिनी साउथलमा आइपुग्यौँ पर्दा फेरि हामी चाहिँ अहिले साउथलमा आइपुग्यौँ कि अनि यहाँ फुपूले सुतिराख्नु भएको छ मिस्टर नगेन्द्र यहाँ ड्राइभर मिस्टर नगेन्द्र चाहिँ ड्राइभर ल हामी चाहिँ यहाँनिर अब साउथल आइपुग्यौँ कि यसो आएको जुलेबी पोल्दैछ कि छैन हो जुलेबी पोल्दैछ अनि जुलेबी खानु आउनुपर्छ यहाँ मोती महलमा जुलेबी खानु आएको है ल ल हेर फेरि कस्तो यहाँनिर त्यति साह्रो त रहेन रहेछ भिड मान्छेहरू त्यो जाने कार पार्क चाहिँ कहाँ रहेछ कार पार्क त फेरि कहाँ हो ल है साउथल चाहिँ यहाँनिर इन्डियन मान्छेहरू थुप्रै हुन्छ सबै इन्डियनहरू देखिन्छ यहाँनिर कति राम्रो राम्रो हुन्छ है आमा तर छुइसक्नु छैन उठ्नु भएछ अनि यहाँ चाहिँ छाता ओढेर भए पनि फेरि मान्छेहरू त सस्तो गयो त्यो यसो घरतिर बस्दाखेरि लाउने खालको किन्ने साह्रै महँगो किनेर पनि के गर्नु एकपल्ट लगाइँदैन फेरि लगाइँदैन अनि म त पाएँ भने किन्छु पाएन भने किन्दिनँ पो फेरि
सजिलो नि होइन उनीहरूको के मिलाउनु पर्छ कहाँ छौँ हामी यहाँ छौँ हामी चाहिँ यहाँनिर जुलेबी खाना आयो कि तातो तातो जुलेबी खाना तपाईँको फरक सेयर अहिले ल्याउँदा त्यो गयो भन्नु पर्यो के आइपुग्छ कि कस्तो मिठो होइन आज यतातिर युकेको इन्डियातिर बस्छौँ है हामी त नान पनि खाने अब चाहिँ खाएँ पानी यहाँ सकेछ कि अनि उठाउनु लाग्यो कति अर्डर वाले है जी अँ दो वाली ऑर्डर ओके तीन तीनवटा यसले नखाने म खाँदिनँ उता जाउँ न अर्को कहाँ छ अरे कि नयाँ बनाएको खान्छु कार्ड मिल्ता है भाइ कार्ड जी कार्ड चलेगी ये सेपरेट आपका एउटा खोल्नु न एकछिन है के हो यस्तो के हो के खाने कुरा पानको खाने कुरा चाहिँ प्यारै छ तर सबै बनाउनु चाहिँ सकिएछ क्या मुखमा लाउनु 450 यता मदेखि यता देखेर कस्तो भयो मिठो छ ल ल तपाईँ चाहिँ खानुहुन्न बहिनी खाने खानु त यहाँ कोई नहीं कार्ड तो सारे कढ़ाई लेने चाहिए युकेको पान कति सानो हो सानो छ भित्र के छ है लु खानु त कस्तो छ मिठो छ दुकान का नाम क्या बोलता है नईम जूस कॉर्नर नए जूस कॉर्नर जी नईम नए जूस कॉर्नर का पान है ये आप जो भी खाने मन होता है तो इधर आएर खाता है ल ल ल थ्याङ्क यू भैया दिस इज फ्रेश ये गर्म है ये भी गर्म है ओके डोंट वरी ये गर्म है अभी निकालिए गरम 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 मिठा होता है मिठा मिठा के भन्नु चाहिँ मिठा मिठा मीठा मीठा जलेबी है ले लिए हाँ हाँ कोई बात नहीं ठीक है बिना टिकट किलो कितने के 12 पाउन्ड पोलिथिनको छैन होला पेज परेछ पीछे पीछे उसके पछि 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 Let's see 1/2 kg box. आरामै लुको म चिनेन आफू यहाँ पक्रिनु त कतिवटा यहाँनिर कतिवटा लगाइदियो एउटा हो यहाँ जुलेबी Thank you, Santiago. यता पनि पाक्दैछ जुलेबी जुलेबी दुइटा होइन पक्रिनु एकछिन तपाईँ गर्नु म एनिका जुलेबी बोक्नु त हामी चाहिँ अहिले कहाँ छौँ त हामी चाहिँ यहाँनिर छौँ जहिले पनि फेभरेट सप क्या यहाँ कस्तो मिठो हुन्छ हो यहाँको त This is here. थ्याङ्क यू भैया
हामी चाहिँ यो जुस पसल सबै अर्ग्यानिक अब कस्तो इभिनिङ पनि हुनु लागेछ है पुरा बजार त त्यो चामलहरू भएको ठाउँहरू त्यो त पर उता जानुपर्छ किन के लानु ए अहिले के अरे उयो गर्नुहुन्छ पान अलिक किन्नुहुन्छ पान हो अनि गुलियो त हुन्छ त अनि मिठा भनेको मिठा नामै मिठा मसला केही छैन है लु कहाँ जाने त यता आउनु दिदी यता हाम्रो फोटो लिनुहोस् राम्रोसँग भर्खरै खाने हो भाँचिन्छ दिदी त्यो दही भाँचिन्छ के दही पुरी भाँचिन्छ लगेको फाइदा के हुन्छ फेरि त्यही त दही फाल्टेमा लगाइदिनु नि त गुलियोहरू हुँदैन कुरा बुझ्नु भएन के फेरि टेस्ट आउँदैन यही खानु टेक अवे म खाने होइन छोरीलाई लगिदिनु लागेको अङ्कल खानुहुन्छ हँ? ठिकसम्म बनाइदिन्छु फेरि ठिकै छ फुट्यो भने फुटेको हुन्छ फुट्यो भने फुट्यो यहाँ झन् के भन्दैन नाच्यो त्यो मात्रै भरिदिनु कि त्यो हो त्यसरी भरौँ अनि दहीहरू चाहिँ दही छुट्टै दिएको त्यसलाई ल के गर्नु नाचिदेऊ न आज आगामीमा छम्मा छम्मा या ब्रदर नाचे छम छम गीत साली कम्पिटिसन अन्ना डान्स अन्ना डान्स अन्ना डान्स अन्ना डान्स अन्ना दिसलाई आई विल टिच अन्ना डान्स छोरीको लागि क्या अहिले सुन चाँदी भन्नु मात्रै माया ठुलो रहेछ माया पानीपुरी त मिठो भएन अरे बहिनी र फुपूलाई मिठो भएन मिठो भएन पानी पऱ्यो फेरि है दिउँसोभरि पानी परेर सबै दोकान छ यहाँनिर कार पार्कमा फर्किन्छौँ कि हामी चाहिँ अहिले अब त बत्ती बन्नु थाल्यो उयो सुन पसलमा चाहिँ काजु सुन पसलमा अरे स्टाइलहरू डिजाइनहरू अब हामी घरतिर लाग्यौँ है डुल्यौँ सपिङ पनि गऱ्यौँ सपिङ गरेको बेला चाहिँ भिडियोहरू त्यति खिचिएन
ठिकै छ पहिला हामीले त्यहाँ सपिङ गरेको त्यो भएर याद छ मलाई सपोज दिन लामो भने फेरि एकपल्ट आउनुपर्छ महिनाको अन्तिमतिर आउनुपर्छ फुपू कहिले महिनाको अन्तिमतिर नि महिनाको अन्तिम किन कि त महिनाको पहिलो हप्ता किन पैसा हुन्छ नि त त्यो त आयो ठिक ठिक पैसा हुन्छ नि जिन्दगानीमा पैसा कहिले पुग्दैन मान्छेलाई त्यतिकै जिन्दगी जाने रहेछ सन्तोष गर्नुपर्छ अब 2 वर्ष जति उ गरेर आछाम डुल्नु जान्छ आसाम रमाइलो लाग्छ फुपू होइन अब पहिला सानोमा बसेको मेरो कान्छी पुपू भएको भए त म यसपालि जान्थेँ कान्छी पुपू पनि खसिआएको ए नानीहरू छ नि उहाँको छ नि अनि माइला तुम्बाहरू जेठा तुम्बाहरू छ नि ए माइली भन्दै थियो मेरो माइला तुम्बाले पुरारै चहल पहल यो सबै तिहारले गर्दाखेरि झिलिमिली छ तिहारले गर्दाखेरि मोती हलाल रह्यो है मोती होला त नानीहरूलाई पनि चाँदनी चौक अझैसम्म दोकान खुल्लै छ 4 बजी बन्द आउने टाउन सेन्टर त अन्त यतातिर पनि त्यतिकै छ अम्बक अरे ए अम्बक शान्त छन् छैन यहाँ त उता सब्जी लाइनतिर अम्बकहरू टुकुहरू सबै पाउँछ नि त्यहाँको खानेकुरा हामी चाहिँ बाहिर गएर आएको नि त अनि बाहिर गएर आएको यहाँ भाउजूले खाना बनाउनु थाल्नुभयो हामी चाहिँ बसेको बसे थाकेर खाइहाल्नु मन छ क्या अब चाहिँ यो खाना खाने यो चाहिँ फुपूलाई लगिदिनु कि तपाईँको चाहिँ भेजिटेरियन मम्मीको चाहिँ मम्मीको भन्दैछ बहिनीको चाहिँ भेज मात्रै लगेर उता जानु म लिएर आउँछु राईको सागहरू सानो देखाइहाल्नु ल्याउनु भयो पट्टाला 3टा मात्रै ल्याउनु भयो 4टा म 2टा खाने यहाँ नुन लगाइदिएको छु लु यो त कस्तो नराम्रो केटी हो त केटी केटी चाहिँ त एउटा खाइयो है खानु न फुपू खल्की अचार नखाने भन्नुहुन्छ पिरो छ कस्तो पिरो छ नि खोर्सानी यो के अरे भाउजूले नेपालबाट पठाइदिनु भएको थियो कि दाना हो त्यो छरेको